हेलो शुभ बिहानी सबैमा। आज पनि मैले बिहानको खाना लिएर आएको छु। आजको बिहानको खानामा चाहिँ मैले लोकल कुखुराको मासु बनाउँदैछु, जसमा चाहिँ मैले यहाँ कराई बसाएर तेल पनि हालिसकेँ। अनि त्यस पछाडि तेल तातेपछि मैले यहाँ बाह्र मसला हालेर रातो भइसके पछाडि फेरि प्याज हालेर एकछिन फ्राई गर्ने। अनि प्याज ब्राउन कलरको भएपछि थोरै बेसार हालेर अनि म लास्टमा मासु हालिदिन्छु। अहिले चाहिँ प्याज पनि यत्तिको ब्राउन भइसकेको छ। यतिको ब्राउन भइसकेपछि अब चाहिँ हामीले थोरै बेसार हाल्ने। अनि त्यस पछाडि अघि काटेर रेडी गरेको मासु हालेर चलाउने। अनि यतिको भएको छ। यसलाई चाहिँ छोप्दै मजाले फ्राई गर्दै पकाउनु पर्यो। यसको बाट निस्केको पानी चाहिँ सबै सुक्ने गरी हामीले फ्राई गर्नुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ मसलाहरू हाल्ने हैन। अनि मैले चाहिँ यहाँनिर मसला अदुवा लसुन जिरा धनियाँ पेस्ट बनाएर हालेको छु। अनि टमाटर हालेको छु लास्टमा। अनि अहिले चाहिँ हाम्रो मासु लगभग पाक्यो। लास्टमा मैले सुप हालेर माथिबाट धनियाँ हालिदिएको छु। अनि आजको हाम्रो खानामा यो सलाद भइगयो। अनि सोयाबिन फ्राई गरेको छु। अनि यो चाहिँ अचार बनाएको छु मैले। अनि त्यस पछाडि यहाँ मस्यामको